ठिक छ। अब प्रिपरेसन हामीले कसरी गर्ने हेर्नुहोस् है। प्रिपरेसन गर्नलाई हजुरले सबैभन्दा पहिला त तपाईँले टार्गेट सेट गर्नु पर्यो। हजुरको टार्गेट के हो है। यहाँ साथीहरूले ल ब्याङ्किङ प्रिपरेसन भनेर मात्रै जम्प गर्नु भएको हुन्छ। यसरी जम्प नगर्नुहोस्। यसरी जम्प गरेर फाइदा छैन। हजुरलाई थाहा हुनु पर्यो पहिला हजुरको एकाडेमिक क्वालिफिकेसनले हजुरले कहाँ कहाँ एप्लाई गर्न मिल्छ त्यो कुरा सेट गर्नु पर्यो हजुरले। अब तपाईँ ब्याङ्किङ प्रिपरेसन गर्छु भनेर सोच्नु भएको छ भने +2 भ्याउनु भएको छ भने थाहा छ हामीलाई, हामीले लेभल 4 को गर्ने हो लेभल 4 को गर्ने हो। ब्याचलर कम्प्लिट छ भने लेभल 5 मा पनि जान सक्नुहुन्छ। आरबीपीएल को लेभल 5 मा पनि जान सक्नुहुन्छ। मास्टर्स कम्प्लिट छ, मास्टर्स डिग्री छ हजुरसँग भने लेभल 6 मा जान सक्नुहुन्छ हो। अब त्यसपछि हजुरले आफ्नो सिलेबस आइडेन्टिफाई गर्नु पर्यो कि परेन भन्नुहोस् त। सिलेबस त थाहा हुनु पर्यो नि त हजुरलाई। तयारी गर्छु भन्नु भएको छ, धेरैजना साथीहरूलाई सिलेबस नै थाहा हुँदैन है। सबैभन्दा पहिला हजुरले आफ्नो सिलेबस आइडेन्टिफाई गर्ने हो है। सिलेबस आइडेन्टिफाई नगरिकन हुँदैन है। तपाईँ पढ्न आउनुभयो, क्लासमा पढ्नुभयो, सरले जे भन्नुभएको छ त्यही पढाएछ काम छैन। पहिला सिलेबस फिक्स गर्नुहोस्। यो सिलेबसमा मैले काम गर्न सक्छु कि सक्दिनँ, यो सिलेबसलाई मैले अगाडि बढाउन सक्छु कि सक्दिनँ, त्यो कुरा पनि हजुरले आफै आइडेन्टिफाई गर्ने हो है। यो सिलेबसमा मैले काम गर्न सक्छु कि सक्दिनँ भन्ने कुरा हजुरले आइडेन्टिफाई गर्नु पर्यो। ठिक छ। लेभल 5 को गर्नुहुन्छ भने लेभल 5 को सिलेबस आइडेन्टिफाई गर्नु, लेभल 6 को सिलेबस आइडेन्टिफाई गर्नु, अनि केवाइसी नो योर कस्टमर भन्छ। ब्याङ्किङ प्रिपरेसन लाग्नु भएको छ, नो योर सिलेबस भन्छु मैले। यु सुड नो योर सिलेबस। थाहा हुनु पर्यो सिलेबस के छ भनेर है। मैले अघि पनि भनिसकेँ 3टा फेजमा एक्जाम हुन्छ भनेर। फर्स्ट फेज हजुरको प्री क्वालिफाइङ भयो, त्यसपछि सेकेन्ड फेज रिटर्न भयो, थर्ड फेज इन्टरभ्यू हो। 3टा फेजमा एक्जाम हुन्छ। पहिला यु सुड नो योर सिलेबस। यो सिलेबसमा मैले काम गर्न सक्छु कि सक्दिनँ, यो सिलेबसलाई अगाडि बढाउन सक्छु कि सक्दिनँ, त्यो बेसिसमा मात्रै हजुरले तयारीलाई अगाडि बढाउने हो। त्यो बेसिसमा मात्रै हजुरले फर्मल क्लासमा इनरोलमेन्ट गर्ने हो। थाहा नै छैन मलाई क्लास हुन्छ अरे सर, ओके म त क्लास जोइन गर्छु सर, मैले पढ्ने हो है, तर सिलेबस नै थाहा छैन, क्लासमा के पढिरहेको छु थाहा छैन है। सबैभन्दा पहिला हजुरले आफ्नो सिलेबस आइडेन्टिफाई गर्ने। यु सुड आइडेन्टिफाई, यु सुड नो योर सिलेबस है। मलाई सिलेबस थाहा छ, सिलेबस थाहा भइसकेपछि मैले यो सिलेबसमा काम गर्न सक्छु कि सक्दिनँ। ओके सर, मैले सिलेबसमा काम गर्न सक्छु। सिलेबस त केही टपिकहरू हेर्दा त मैले +2 मा पनि पढेको सर, ओहो यो टपिक त मैले ब्याचलरमा पनि पढिसकेँ हो, मास्टर्समा पनि पढिसकेको सर सिलेबस हो। सीए गर्नुभएको धेरैजना साथीहरू हुनुहुन्छ, सीए गर्दै गर्नुभएको, क्याप 2 पास गर्नुभएको साथीहरू हुनुहुन्छ, क्याप 3 पास गरेर लेभल 4 को तयारी गर्ने साथीहरू पनि हुनुहुन्छ हो। सीए गर्नुभएको साथीहरूलाई त झन् सजिलो, ओहो सर यो त सिलेबस लगभग मैले सबै पढिसकेँ हो। त्यही भएर यु सुड आइडेन्टिफाई योर सिलेबस। आफ्नो सिलेबस थाहा भइसकेपछि तयारी गर्न सजिलो हुन्छ। जाने कि नजाने भनेर आइडेन्टिफाई गर्न सजिलो हुन्छ। यसमा मैले वर्कआउट गर्न सक्छु कि सक्दिनँ भनेर थाहा हुन्छ हजुरहरूलाई हो। सिलेबस थाहा भइसकेपछि अब हाम्रो भनेको के हो, हामीले क्लास कहाँ जोइन गर्ने, कुन क्लास जोइन गर्ने भन्ने कुरा पनि थाहा हुनु पर्यो है। क्लास कहाँ जोइन गर्ने, कुन क्लास जोइन गर्ने भन्ने कुरा पनि थाहा हुनु पर्यो। मेटेरियल मैले कस्तो रिफर गर्ने हो सर, स्टडी मेटेरियल कस्तो रिफर गर्ने हो भन्ने कुरा पनि थाहा हुनु पर्यो हजुरहरूलाई है। र यो सबै मेटेरियल कस्तो रिफर गर्ने, कसरी जोइन गर्ने, कुन मिडियममा जोइन गर्ने होला सर, नेपाली मिडियम हो कि इङ्ग्लिस मिडियम हो, प्री क्वालिफाइङ कसरी गर्ने, यो सबैको लागि आइडिया कसले दिन्छ, सबैको लागि आइडिया दिन्छ हजुरको सिलेबसले। अनि यो सिलेबसमा म काम गर्न सक्छु, यसमा मैले वर्कआउट गर्न सक्छु लाग्छ भने मात्रै हजुरले तयारीमा अगाडि बढ्ने हो है। ऱ्यान्डम तयारीमा छिर्ने होइन है, किनकि त्यति इजी छैन हजुरको यो प्रिपरेसन, त्यति सजिलो छैन है। सर मलाई यो टेक्स्ट हेर्न मिल्ने अप्सन पनि यहाँ अन गरिदिनु त, जुममा हुनुभएको साथीहरूले टेक्स्ट हेर्न मिल्ने। ओके टेक्स्ट, ल ठिक छ, ओके अल राइट, ल्याउनुहोस् त एकचोटि। ल 1 सेकेन्ड पर्खिनुहोस् है, 1 सेकेन्ड। ल जुममा हुनुभएको साथीहरूले यु क्यान टेक्स्ट मी ओर यु क्यान स्पिक अप है। ल अगाडि बढेँ म, ठिक छ, अगाडि बढेँ। छैन आएको छैन इन्दिरा। ल इन्दिरा म्याम छैन, आएको छैन है। हजुर ल ठिक छ, अगाडि बढ्न सकिन्छ, हामी अगाडि बढ्न सकिन्छ है। पहिला त सिलेबस आइडेन्टिफाई गर्नु पर्यो, त्यसपछि कसरी प्रिपरेसन गर्ने हो। मेन भनेको हजुरको टाइम टेबल है, मेन भनेको हजुरको टाइम टेबल हो। टाइम टेबल कसरी छुट्याउने होला सर, टाइम टेबल कसरी मेकअप गर्ने हो भन्दाखेरि हजुरलाई के थाहा हुनु पर्यो भन्दा सबैभन्दा पहिला हजुरको प्री क्वालिफाइङको एक्जाम हुन्छ भनेर थाहा हुनु पर्यो। प्री क्वालिफाइङको एक्जाम कहिले हुन्छ, असोजमा हुन्छ हाम्रो, असोजमा प्री क्वालिफाइङको एक्जाम हुन्छ
है। अहिलेदेखि असोसम्म हजुरको 6 मन्थ्स टाइम छ, 6 महिना टाइम छ। 6 महिना टाइम हजुरले प्री क्वालिफाइङमा मात्रै लगाउने हो, होइन प्री क्वालिफाइङमा मात्रै लगाउने होइन। यो 6 महिनाको टाइममा चाहिँ हजुरले प्री क्वालिफाइङ प्लस यहाँ प्री क्वालिफाइङ प्लस रिटर्नलाई पनि सँगै अगाडि लैजाने हो, रिटर्नलाई पनि सँगै अगाडि लैजाने हो। प्री क्वालिफाइङ प्लस रिटर्न दुईटैलाई सँगै अगाडि लैजाने हो। हजुरले असोसम्मको चाहिँ टाइम टेबल फिक्स गर्नु पर्यो, असोसम्मको टाइम टेबल फिक्स गर्नु पर्यो। एउटा टाइम चाहिँ मैले प्री क्वालिफाइङलाई दिन्छु, एउटा टाइम छुट्टाएको छु। हाम्रो प्री क्वालिफाइङको एउटा क्लास रेगुलर टाइम हुन्छ, प्री क्वालिफाइङको 1.5 घण्टा 1.5 आवर्सको डेली क्लास हुन्छ प्री क्वालिफाइङको, र त्यसपछि 1.5 आवर्सको हामीले अर्को रिटर्न पेपरको पनि क्लास गर्छौँ। अब एडिसनल क्लास गर्नु पर्यो भने अझै 1.5 आवर्सको अझै क्लास एड हुन्छ भनेपछि तपाईँले अहिले सुरु गर्नुभयो भने 3टा क्लास हुन्छ है मेरो भनेर टार्गेट राख्ने हो। असोसम्ममा मेरो डेली 3टा क्लास हुन्छ है सर भनेर टार्गेट राख्ने हो। त्यसपछि यो 3टा क्लासको टाइम बाहेक अरू इक्वल टाइम पनि हजुरले छुटाउनु पर्यो, अरू इक्वल 1.5 आवर्स, अरू इक्वल 1.5 आवर्स, अरू इक्वल 1.5 आवर्स पनि हजुरले छुटाउनु पर्छ है। तपाईँले टाइम छैन मैले भ्याउँदिनँ भन्नुहुन्छ भने यु सुड नट एन्टर इट है। कोही साथीहरूले टाइम छैन सर मेरो कलेज छ काम गर्छु भन्नुहुन्छ भने यु सुड नट एन्टर द प्रिपरेसन, एन्टर नै गर्ने होइन। टाइम त जसरी पनि निकाल्नुपर्छ, हेर्नुहोस् टाइम ननिकालिकन हुँदैन, टाइम निकाल्नै पर्छ है। सेक्रिफाइस माग्छ यसले, यत्तिकै हुँदैन है। म सर्फेसमा पढ्छु जान्छु एक्जाम दिन्छु पास हुन्छु भनेर नसोच्नुहोस् है। यहाँसम्म हामीले प्री क्वालिफाइङसम्म हामीले एउटा टाइम टेबल फिक्स गर्छौँ, यो टाइम टेबल फिक्स छ। क्लासको टाइम टेबल सँगसँगै इक्विभ्यालेन्ट आवरको हजुरले आफ्नो सेल्फ स्टडीको टाइम टेबल बनाउनु पर्यो, र त्यसपछि सबैभन्दा पहिला भ्याकेन्सी आउने भनेको नेपाल राष्ट्र ब्याङ्क हो। त्यसपछि सबैभन्दा पहिला भ्याकेन्सी आउने भनेको नेपाल राष्ट्र ब्याङ्क हो। यहाँ पुगिसकेपछि हामीले कम्प्लिटली एनआरबीमा फोकस गर्छौँ, यहाँ पुगिसकेपछि कम्प्लिटली एनआरबीमा फोकस गर्छौँ। हजुरले एनआरबीको एक्जाम दिनुहुन्छ, त्यसपछि जति टाइम बाँकी रहन्छ आरबिबिएलमा कम्प्लिटली हामीले आरबिबिएलमा फोकस गर्छौँ। यसरी चाहिँ हाम्रो यो प्रिपरेसन क्लास अगाडि बढ्छ कम्बाइन्डको लागि। जो साथीहरूले एनआरबी मात्र लिनु भएको छ कन्टिन्युअसली यहाँसम्म पढ्नुहुन्छ, जो साथी आरबिबिएल लिनु भएको छ यो सबै फेज पास गर्नुहुन्छ यहाँसम्म पढ्नुहुन्छ आरबिबिएल लिने साथीहरूले, ठिक छ, गेटिङ इट। र यहाँसम्मको जुन पनि क्लास हुन्छ नि साथी, यहाँसम्मको क्लास भनेको चाहिँ रिटर्न पेपरको प्री टेस्ट त सबैको लागि एउटै भयो, रिटर्न पेपर पनि यहाँसम्मको क्लास चाहिँ हजुरको कमन हुन्छ है। रिटर्न पेपर चाहिँ यहाँसम्मको कमन हुन्छ। सर कमन कसरी हुन्छ हेरौँ त, हेरौँ सर कमन कसरी हुन्छ। ल पर्खिनु।